नमस्कार। हिजो धेरै समयपछि चाहिँ हाम्रो नाति पराक्रमराज आङदेम्बेलाई चाहिँ स्कुलबाट पिकअप गरेर घरमा ल्याउने मौका मिलेको थियो। उसको बाजे र म गएको थियौँ। अनि हिजो उसको स्कुलमा चाहिँ समर फेस्टिभल रहेछ। अनि मेरो नातिलाई एकदमै मनपर्ने खानेकुरामा मनपर्ने उसले पिज्जा पनि मन पराउँछ। अनि त्यहाँ त्यो फेस्टिभलमा बच्चाहरूलाई खेलाउने गेम, बच्चाहरूले मन पराउने खाने फ्रेस खानाहरू पनि बेचिरहेको थियो। अनि उसले चाहिँ पिज्जा खान्छु भनेर भन्यो। अनि पिज्जा किनिदिनु भयो बाजेले। नाति बाजेले पिज्जा किनेर ल्याएर चौरमा बसेर यस्तो इन्जोय गरेर मेरो नातिले खाएको, यति खुसी भएको। अनि उसले खाँदै गफ गरेर अबदेखि सधैँ बाजे पुछौँ आउनुहोस् है मलाई स्कुलमा ल्याउनु भनेर भनेको। हामी त मक्खै के। अनि नाता नातिना भन्ने चिज चाहिँ यस्तो चिज हुँदो रहेछ। साउको भन्दा ब्याजको माया भन्नुहुन्थ्यो मेरो बोजू आमा बाबाहरूले। यही होला यति माया लाग्ने। नानी खुसी हुँदाखेरि बाबु नाति खुसी हुँदा हामी त झन् मक्खै खुसीले पुरुङ्गै हुने। अनि एकछिन घुम्यौँ, रमाइलो गऱ्यौँ, बाबुले पनि एकछिन खेल्यो। त्यस पछाडि फेरि बोजू बाजेले पनि फोटो खिच्नुहोस् न भनेर अनि फोटो खिच्नु लायो। अनि हामीले पनि खिच्यौँ। एकदम राम्रो रमाइलो भयो। अनि नातिसँग मक्ख परेर हामी घर आयौँ। नाता नातिनाको माया भनेको यस्तै त होला नि, मुटु नै छुट्टिन्छ। हजुरहरूलाई पनि त्यस्तै हुँदो होला नि।